न्युजिल्यान्ड इमिग्रेसनले स्टुडेन्ट भिजाहरूको लागि चाहिँ अहिले चाहिँ इन्टेन्डेड ट्राभल डेट भन्दा 3 मन्थ अगाडि नै अप्लाई गर्नु भनेर चाहिँ स्ट्रङली रिकमेन्ड गरेको छ। त्यसैले हजुरहरू न्युजिल्यान्डमा स्टुडेन्ट भिजा एप्लिकेसन गर्दै हुनुहुन्छ भने चाहिँ आफ्नो कोर्स स्टार्ट डेट भन्दा 3 महिना अगाडिबाट नै एप्लिकेसन चाहिँ स्टार्ट गर्नुहोला। 2027 को ज्यान फेबको इन्टेकको पनि एप्लिकेसनहरू ओपन भइसकेको छ। हजुरहरूले चाहिँ अब न्युजिल्यान्डमा एप्लाई गर्ने सोच्नु भएको छ भने चाहिँ अहिलेदेखि नै आफ्नो फाइनेन्सियल अनि एप्लिकेसन प्रोसेसहरू स्टार्ट गरेर चाहिँ एप्लिकेसन गर्न सक्नुहुन्छ। तर तपाईहरुलाई एउटा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ तपाईहरुको फन्डिङ अनि एजुकेसन लोन चाहिँ न्युजिल्यान्डमा चाहिँ मात्र नोबेल बैंक, नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट मात्र हुनुपर्ने हुन्छ है। अर्को राम्रो कुरा भनेको चाहिँ इन्टरनेसनल स्टुडेन्टहरूले चाहिँ एआइपी आएपछि मात्र ट्युसन फी पे गर्नुपर्ने हुन्छ। त्यो भएको भएर एप्लिकेसन अगाडि चाहिँ कुनै पनि धेरै खर्च हुँदैन। त्यसैले तपाईहरुले चाहिँ 2027 को ज्यान फेब इन्टेक चाहिँ टार्गेट गर्नुभएको छ भने चाहिँ आजबाट नै आफ्नो फाइनेन्सियल डकुमेन्ट, अफर लेटरदेखि लिएर एजुकेसनदेखि लिएर अरू प्रिपरेसनहरू चाहिँ तपाईले स्टार्ट गर्न सक्नुहुन्छ। सो तपाईहरुले चाहिँ फर्दर इन्फर्मेसनको लागि चाहिँ हामीलाई सम्झिन सक्नुहुन्छ।